सम्पूर्ण शक्ति जिब्रोमा भएको जनावर कुन हो? तपाईको अप्सन रहेको छ ए सर्प, बी अक्टोपस, सी फट्याङ्ग्रो, डी कमिला। तपाईको सही आन्सर रहेको छ ए सर्प। हाम्रो शरीरको सबैभन्दा सानो हड्डी कुन अङ्गमा हुन्छ? तपाईको अप्सन रहेको छ ए औँलामा, बी छातीमा, सी कानमा, डी नाकमा। तपाईको सही आन्सर रहेको छ सी कानमा। कुन जनावरको रगत सेतो हुने गर्दछ? तपाईको अप्सन रहेको छ ए भँगेरा, बी माउसोली, सी साङ्लो, डी भ्यागुत्ता। तपाईको सही आन्सर रहेको छ सी साङ्लो। विश्वको सबैभन्दा धेरै आलु उत्पादन गर्ने देश कुन हो? तपाईको अप्सन रहेको छ ए अफ्रिका, बी भारत, सी नेपाल, डी रुस। तपाईको सही आन्सर रहेको छ बी भारत। सर्वप्रथम युरोप पुग्ने नेपाली राजा को हुन्? तपाईको अप्सन रहेको छ ए हरि, बी वीरेन्द्र, सी श्री 5 त्रिभुवन, डी चन्द्र शमशेर। तपाईको सही आन्सर रहेको छ सी श्री 5 त्रिभुवन। कुन जीवको कान हुँदैन? तपाईको अप्सन रहेको छ ए माउसोली, बी सर्प, सी गङ्गडा, डी छेपारो। तपाईको सही आन्सर रहेको छ बी सर्प। त्यो कुन फुल हो जुन 15 वर्षमा एकचोटि मात्र फुल्दछ? तपाईको अप्सन रहेको छ ए कमल, बी सूर्यमुखी, सी जुलियट रोज, डी सयपत्री। तपाईको सही आन्सर रहेको छ सी जुलियट रोज। दुनियाँको मांसाहारी देश कुन हो? तपाईको अप्सन रहेको छ ए भारत, बी पाकिस्तान, सी नेपाल, डी बङ्गलादेश। तपाईको सही आन्सर रहेको छ बी पाकिस्तान। फलाममा खिया लाग्दा उसको तौल घट्छ या बढ्छ? तपाईको अप्सन रहेको छ ए तौल बढ्छ, बी तौल घट्छ, सी न बढ्छ न घट्छ, डी कुनै पनि होइन। तपाईको सही आन्सर रहेको छ ए तौल बढ्छ। भारतको कुन सहरलाई पिङ्क सहर भनिन्छ? तपाईको अप्सन रहेको छ ए जयपुर, बी उदयनगर, सी राजस्थान, डी सिक्किम। तपाईको सही आन्सर रहेको छ ए जयपुर। दर्शकबिन, आजको यो जानकारीमूलक जीके भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।